जब सडकमा भिड उर्लिन्छ तब सुरु हुने गर्दछ रबर बुलेट, अश्रु ग्यास, पानीको फोहरा, मल्टी ग्यासकन, राइट कन्ट्रोल गियर र ब्ल्याङ्क फायर। तर के तपाईलाई थाहा छ जुन सामग्रीको म्याच सकिएको हुन्छ त्यो तपाईको स्वास्थ्यको लागि कति खतरनाक हुन्छ भनेर? आजको भिडियोमा हामी खुलासा गर्दैछौँ एउटा यस्तो विषय जसलाई सरकारले बेवास्ता गरेको छ तर तपाईं र हामी सबैको जीवनसँग प्रत्यक्ष जोडिएको छ। दुई 2081 साल चैत्र 15 गते शुक्रबार काठमाडौँको 3 कुनैमा भएको प्रदर्शनीमा नेपाल प्रहरीले लाइभ राउन्ड फायरिङ 58 राउन्ड, अश्रु ग्यास सेल 746 वटा, ब्ल्याङ्क फायर 192 पटक जस्ता बल प्रयोग गरेको थियो। यस घटनामा 2 जना महिला सहित 20 जना गोली लागि घाइते भएका थिए। प्रदर्शनकारीहरू र प्रहरी बीचको झडपमा 2 जनाको मृत्यु समेत भएको थियो, जसमा 1 जना एभन्यूज टेलिभिजनका क्यामेराम्यान सुरेश रजक पनि थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिड नियन्त्रण गर्न प्रयोग गर्ने उपकरणहरू कुन कुन हुन्? घटना र अनुसन्धानपछि थाहा भयो। रबर बुलेट, अश्रु ग्यास, पानीको फोहरा हान्ने वाटर क्यानन, मल्टी ग्यासकन, राइट कन्ट्रोल गियर, ब्ल्याङ्क फायर आदि प्रमुख सामग्री हुन्। तर दुःखको कुरो यीमध्ये धेरै जसो त म्याच सकिएका छन् या त कुनै कतै स्टोरमा थन्किएका छन्। के म्याच सकिएको सामग्रीहरू प्रयोग गर्नु सामान्य कुरा हो त? होइन, यो अमानवीय हो र मानव अधिकारको गम्भीर उल्लङ्घन पनि। यस्तो ग्यासले आँखा, श्वास प्रश्वास प्रणाली, छाला र दीर्घकालीन रूपमा मानसिक स्वास्थ्यमा समेत असर पार्दछ। वैज्ञानिक अनुसन्धान अनुसार त झन् टियर ग्यास एक्सपाइरेसन पछि यसको रासायनिक सङ्गठन परिवर्तन भएर अत्याधिक हानिकारक बन्न सक्छ। मानव अधिकार आयोगले बारम्बार यसबारे चिन्ता व्यक्त गरिरहेको छ। सबैभन्दा ठुलो प्रश्न त के हो भने सरकारले भिड नियन्त्रणमा प्रयोग हुने यस्ता आवश्यक सामग्रीहरू किन किन्दैन? गृह मन्त्रालय घातक हतियार खरिदमा करोडौँ लगानी गर्छ तर गैर घातक र मानवीय विकल्पलाई बेवास्ता गर्दछ। शान्तिपूर्ण आन्दोलन धेरै किसिमको भएको छ। योभन्दा अगाडि धेरै किसिमको आन्दोलनहरूलाई प्रहरीले डिल गरेको छ। विभिन्न ठाउँमा तोडफोड घटनाहरू पनि भएको छ। तर यसरी व्यक्तिगत रूपमा लुटपाट अथवा जहाँ सानो सानो समूह जुन हिसाबको क्रियाकलापहरू भएको छ त्यो चाहिँ टोटली राजनीतिक भन्दा पनि आपराधिकमा बढी फोकस भएको अवस्था देखिएको हो। स्टेजबाट सुरुमा के भयो थियो त्यहाँबाट भएको कुनै पनि हिसाबको भएको अवस्था थिएन। तर स्टेजबाट मान्छेहरू भड्काएर त्यसलाई अब हामी मानिसहरू कब्जा गर्न जानुपर्छ, हामी यहाँ बस्ने उद्देश्य होइन भन्ने सुरु नै एक किसिमले अनाउन्सिङ भएको थियो। जुन चिजहरू अहिले मैले भिडियोमा पनि देखाएँ, यो भिडियोहरू पनि त्यहाँ तत्काल अरू बाँकी पब्लिकहरूले खिचेर त्यो सामग्री सञ्जालमा राखेकै भिडियो मध्येमा एक हो। र त्यो अवस्थामा यसरी यता आइसकेपछि यतातिर गएर पुलनेरि गएर कन्फ्रन्टेसन भयो। त्यो कन्फ्रन्टेसन हुने अवस्थामा चाहिँ त्यहाँनिर गएर ग्यास, अश्रु ग्यास प्रयोग भएको थियो। त्यसै अश्रु ग्यास प्रयोग भएको मध्येबाट कुनै अश्रु ग्यास त्यहाँ पनि सम्म पुगेको हुनसक्छ। त्यसको कुराहरू अहिले आपराधिक अनुसन्धान भइरहेको अवस्थामा यो सबै क्षेत्रको त्यहाँ भएको हामीले एभिडेन्सहरू कलेक्सन गर्दैछौँ। जसरी अहिले हामी यो हेर्दैछौँ त्यस्तै सिसिटिभीहरू अन्य विभिन्न स्थानको हेरेर हामीले देख्न सकिन्छ। जस्तो यो लामो सन्दर्भमा अहिले हामीले जुन देखेँ नि सुरुमा उकालोको अथवा यो भातृ लुट्ने प्रहरीको लागु औषधिहरूको हुने त्यो नजिकै त्यहाँ प्रहरी जानको लागि उकालो अवस्थामा थियो। त्यहाँ गल्ली गल्लीबाट धेरै ठाउँबाट चाहिँ ढुङ्गामुढाहरू विभिन्न प्रयोग भएर प्रहरी जान सक्ने अवस्था चाहिँ थिएन। त्यो अवस्था पनि हो। किन यसमा विभिन्न राजनैतिक पार्टीहरूले, विभिन्न मान्छे राजनीतिक व्यक्तिहरूले चाहिँ यो कार्यक्रम हामी यसरी गर्दैछौँ। यसले हाम्रो यो एकदम राजनीतिक कार्यक्रम हो। उपलब्ध जानकारी अनुसार प्रहरी सङ्गठनले पटक पटक प्रस्ताव गरेको छ तर प्रक्रिया अगाडि बढ्न सकेको छैन। यति संवेदनशील विषयमा यस्तो व्यवस्था हुँदा के हुन्छ? जब सडकमा भिड उर्लन्छ प्रहरीसँग न त काम लाग्ने ग्यास हुन्छ न त पर्याप्त गियर अनि बलको प्रयोग हुन्छ। फलस्वरूप जनताको ज्यान जोखिममा पर्दछ।
यस्तो गम्भीर समस्याको समाधान के हुन सक्ला त? म्यादभित्रको सामग्री प्रयोग गर्ने सुनिश्चितता, घातकभन्दा गैर घातक विकल्पमा बढी लगानी बढाउनु, आधुनिक प्रविधि र अभ्यासलाई प्राथमिकता दिनु। कसैको जीवन जोखिममा पारेर शान्ति कायम राख्न सकिँदैन। सरकारको दायित्व हो प्रहरीलाई समयमै उपयुक्त, सुरक्षित र मानवीय सामग्रीहरू उपलब्ध गराउनु। आजको सामग्री तपाईलाई कस्तो लाग्यो? यदि तपाई पनि चाहनुहुन्छ सुरक्षित सडक, जिम्मेवार प्रहरी र संवेदनशील सरकार, यस भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला। हामीलाई यस्तै अनुसन्धानमूलक सामग्री ल्याउनका लागि प्रेरणा मिल्नेछ। सब्स्क्राइब गर्न नभुल्नुहोला।